परम्परा बौद्ध धर्म संस्कृति अन्तर्गत पर्ने ग्याल्बो लोसारको यो लोसार मनाउने परम्परा अथवा माघ 27 देखि प्रारम्भ भएर आज समापनको दिन यो 2151 ग्याल्बो लोसार नेचा सल्यान गाउँपालिकाको यो कुसुम थुतेन गुम्पाको अगाडि हामी सबै शेर्पा समुदाय गैर शेर्पा समुदाय सबै सहभागी भएर यो लोसार कार्यक्रमलाई अत्यन्तै महत्त्वका साथ मनाउन गइरहेका छौं। म यस अवसरमा सम्पूर्ण बौद्ध मार्गी बौद्ध धर्मावलम्बी शेर्पा समुदाय तामाङ समुदाय र गैर शेर्पा समुदाय जो रहनु भएको छ सबैलाई शुभकामना दिन चाहन्छु र यो कार्यक्रमको भव्य र सबै सफलताको सबै शुभकामना दिन चाहन्छु। आफ्नो संस्कृति कल्चर खोज्ने कुरामा हामी कतै चुक्यौं कि भनेर नयाँ ढंगले शेर्पा संघका नाममा संगठित गर्दै स्याफुरुक डान्स त्यस्तै भाषा कक्षाको लागि गाउँपालिकामा माग गर्ने गरी सम्बोटा लिपिको बारेमा सिक्नुपर्छ भन्ने जुन एउटा जागरण पैदा भएको छ, त्यसैगरी सम्बोटा लिपिको बारेमा सिक्नुपर्छ भन्ने जुन एउटा जागरण पैदा भएको छ, त्यसैगरी गुम्बा निर्माण गर्नुपर्छ भन्ने जागरण पैदा भएर उहाँहरू अगाडि लागिरहनु भएको छ। यसले शेर्पा समुदाय भित्रको भाषा संस्कृति विकास हुँदै गर्दा भोलिका लागि सल्यान गाउँपालिकामा विभिन्न भाषा संस्कृति समुदायका मान्छेहरू छौं। गाउँपालिकाले त्यसलाई योजनाका आधारमा हेर्दाखेरि होस् या त्यसलाई सहभागिताका हिसाबले हेर्ने या जनप्रतिनिधिको उपस्थितिका हिसाबले समान तहमा हेर्नु पर्दछ। अब अहिले हाम्रो धनजन्ती जस्तो गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ, उहाँले नेतृत्व गरिरहेको टिम छ। म केही मतमा प्रतिपक्ष भूमिका नबनौं, म अहिले तल अध्यक्षज्यूलाई सल्लाह दिने रूपमा छु। यदि मागेको खण्डमा नमाग्दा मैले जानेको कुरा यहाँलाई सुनाउने तहमा छु। त्यही रूपमा म सबै ठाउँमा यहाँहरूलाई आफ्ना कुराहरू राख्दै भन्दै मात्रै म हिँडिरहेको छु। यहाँहरूले सम्झिनुभयो, केही कुराहरू राखियोस्, केही कुराहरू भनोस्, केही कुराहरू यहाँ राखेपछि भनेपछि पक्कै पनि त्यसले हामीलाई सहयोग पुग्छ भन्ने ध्येयबाट पनि यो लोसार कार्यक्रममा यहाँहरूले मलाई आमन्त्रण गरेको हुन सक्दछ। म यसप्रति यहाँलाई धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। यो गाउँपालिकाको वडा नम्बर 1 हिजोको सल्यान गाविसको वडा नम्बर 6 हामीले त्यसलाई हेर्दै गर्दाखेरि पिछडिएको क्षेत्रै हो। यसलाई हामीले चाहिँ होइन भनेर भन्नुपर्ने कुनै ठाउँ छैन, तर यसलाई अरू वडाहरूको तुलनामा विकास निर्माणका तहबाट, शैक्षिक क्षेत्रका अवस्थाबाट, स्वास्थ्यका दृष्टिकोणबाट कसरी अगाडि बढाउन सकिन्छ भनेर हामीले अघिल्लो कार्यक्रममा भरमुग्दुर प्रयास गर्यौं। तथापि एउटैले सधैँ काम गरिरहने कुरा भएन, निर्वाचनमा हार र जित निश्चित हुन्छ। अहिले अब ती कुराहरूलाई निरन्तरता दिने या त्यसको अलावा यहाँको भाषा संस्कृतिलाई जगेर्ना गर्नका लागि पिछडी परिएको क्षेत्रलाई अगाडि बढाउनका लागि के काम भइरहेका छन्, के कसरी लान सकिन्छ भन्नेतिर ध्यान दिन जरुरी छ। चाहे जुनसुकै धर्मावलम्बीहरू नेता सल्यान गाउँपालिकामा आउन्, यहाँको पर्यटन व्यवसायलाई अगाडि बढाउनका लागि, आन्तरिक पर्यटनलाई बढावा दिनका लागि हामी गाउँपालिकाभित्र शेर्पाहरूको एउटा हेर्नलायक गुम्बा सिमखर्कमा कुसुम थुतेन गुम्बा छ, त्यहाँ जाउँ भनेर ल्याउने ठाउँ हुन सक्दछ। त्यहाँ आउँदै गर्दा यही गुम्बामा आउने मान्छेले गैरीमा बसेर एउटा नेवारको होटलमा चिया खान्छ, नेवारको होटलमा खाना खान्छ, त्यो नेवारको होटलमा एउटा राईको घरबाट कुखुरा ल्याएको हुन्छ, एउटा बाहुनको घरबाट चामल ल्याएको हुन्छ, आर्थिक समृद्धि हुन्छ, सबै जनताको आर्थिक समृद्धि हुन्छ। त्यसैले यहाँ एउटा गुम्बाको निर्माण गर्नुपर्छ, गुम्बा बढाउँ, सुरुवात गरौँ। यहाँहरूले पनि आफ्नो सकेको सहयोग गर्नुहोस् भनेर हामीले भन्यौं। यहाँ बस्ने सबै सिमखर्क लेप्लुका शेर्पा दाजुभाइहरूले हामी जनश्रमदानको अंश बेहोर्छौं, गाउँपालिकाको तहबाट सहयोग पनि यहाँहरूले गर्नुहुन्छ भनेर भन्नुभयो, त्यही अन्तर्गत हामीले गर्यौं। उहाँहरूले धेरै महिनौ काम गरेर यहाँ यो गुम्बालाई यो ठाउँमा ल्याउनु भएको छ, गाउँपालिकाको तहबाट पनि भइरहेको छ। अन्तिम पटकमा अध्यक्षलाई के स्मरण गर्न चाहन्छु भने म निक्लिँदै गर्दा यो माथिल्लो तला ढलान गर्ने सन्दर्भमा, माथिल्लो तला ढलान गर्ने सन्दर्भमा ढलान सबै गर्नुपर्छ, तर ढलान गर्ने सन्दर्भमा केही ढलान गर्नका लागि रकम अपुग हुने स्थिति भयो। त्यसो भएको हुनाले यसलाई सबै ढलान गर्नुहोस्, फेरि यसलाई आउने बजेटबाट त्यसलाई अर्को साल व्यवस्थापन गर्ने गरी गरौँला। त्यो ठुलो रकम छैन, 4-5 लाख वरिपरिको रकम छ। पछि त्यो त्यतिकै चाहिँ गाउँपालिकाले भुक्तानी दिएन, त्यो दायित्व सिर्जना अन्तर्गत राखेर जानु पर्थ्यो। कर्मचारीले पनि अध्यक्षले सम्झाउनु भएन। अब
व्यवस्थापन समितिको यहाँको गुम्बा व्यवस्था समितिको अध्यक्ष गएर पनि भन्नुभयो, तर त्यो अब अगाडिको त त्यतिकै गयो, अब सकिँदैन भन्नुभयो। त्यसो गर्दा यहाँका साथीहरू जो जसले काम गर्नुभएको छ व्यवस्थापन समितिमा, उपभोक्ता समितिमा बसेर काम गर्नुभएको छ, त्यसले समस्या हुन सक्छ, अप्ठ्यारो होला। 4-5 लाख भनेको पैसा ठुलै पैसा हो, त्यो एउटा पुरानो बाँकी छ। अब हामीले सुरुवात गर्यौं, मेरो नेतृत्वको टिमले यो सुरुवात गर्यौं। जनता साझा हुन्, म त्यसो भन्न चाहन्छु। यदि अहिलेको अध्यक्षले जनतालाई खुसी बनाउनु भयो भने जनता त्यतै मतदाताहरू त्यतै लायलित हुन्छन्। मैले हिजो जे गरेँ, मैले जति काम गर्न सके गरेर गएँ, त्यो एउटा इतिहास रहने राम्रो गरेको कुरालाई प्रशंसा गर्ने, नराम्रो गरेको कुरालाई आलोचना खेप्ने मेरो आफ्नो जिम्मेवारी हो। त्यसैले आउने दिन हो, मैले सुरुवात गरेँ, जग बसाए, यसलाई सम्पन्न गर्नका लागि अध्यक्षज्यू धनजन राई हुनुहुन्छ, यसलाई सम्पन्न गर्नुहोस्। अघिल्लो अध्यक्षले सुरुवात गर्यो, दोस्रो अध्यक्षले सको भनेर यस सिलगढका दाजुभाइहरूले, लेब्लुका दाजुभाइहरूले, बौद्ध मार्गीहरूले भन्ने छन्, यो एउटा यहाँको मात्रै सम्पत्ति होइन, यो गाउँपालिकाको सम्पत्ति हो। यो निर्माण गर्नका लागि हामीले काम गरौं। यो बन्दै गर्दा हामीलाई धेरै आर्थिक समृद्धि हुन्छ, आन्तरिक पर्यटनहरू बढ्छन्, धेरै कुराहरू वृद्धि हुन्छ। भोलि हामीले आन्तरिक पर्यटन वृद्धि गर्नका लागि यो एउटा मुख्य नाका बन्न सक्छ। त्यसो भएकोले त्यसतिर यहाँले ध्यान दिनु पर्छ भन्ने लाग्छ। आवश्यक आफ्नो स्रोत साधनलाई हेर्दै यसलाई रङरोगन गर्ने कुरामा गाउँपालिकाले आवश्यक बजेटको व्यवस्थापन गरोस्। प्रदेश सरकार अन्तर्गत केही पैसा ल्याउनका लागि प्रयास गरिएको थियो, तर सरकार परिवर्तन, अहिले पछिल्लो पटक गठबन्धनको सरकार नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भयो। त्योभन्दा अगाडि नेकपा एमालेको नेतृत्वको सरकारले छुटाएको पैसालाई काटिदियो, त्यसैले त्यो पैसा आउन सकेन। त्यसैले त्यहाँ पनि भएन। अब हामी प्रयास गरौँ न, म आफ्नो ठाउँबाट प्रयास निरन्तर गरिरहन्छु, तर गाउँपालिका मुख्य यहाँको लागि हो र गाउँपालिकाले यसका लागि भरभक्तुर प्रयास गरिछु। गुम्बा सम्पन्न गर्दा यहाँका जनताहरूले, मतदाताले तपाईलाई प्रशंसा गर्ने हुन्, तपाईलाई चाहिँ तपाईको गुणगान गाउने हुन्। त्यसमा हामी बेखुसी हुनुपर्ने कारण छैन। सुरुवात एउटा अध्यक्षले गरौँ, सम्पन्न अर्को अध्यक्षले गरौँ भनेर सबै खुसी हुने स्थिति हुन्छ। मैले गुम्बाको सन्दर्भमा यस विषय राखेँ।